वास्तवमा यो राहत सोध्न होइन, आजसम्म यो 15 दिनको लकडाउनमा कुनै सरकारी निकायहरू आएनन्। आश्चर्य छ, भोट माग्ने बेलामा खुरुखुरु कुद्दै आउँछन्, तर यस्तो कोरोना भाइरसभन्दा पहिले मर्ने भोको स्थिति आइसकेको हुँदा पनि यिनीहरू मौन बसेका छन्। तर यस्तो बेलामा हामी तातो पानी बनाएर अहिले 3 दिनदेखि खाइरहेको हुँदा पनि कोही सोध्न आएनन्। र जेपी यादवज्यू उहाँ आइबक्सिनु भयो, उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ कि आज 3 दिनपछि हामी केही खान पाइरहेछौँ। यो एउटा ठुलो राहतको कुरा हो। कोरोना भाइरसभन्दा पहिले भोकै मर्नु त्योभन्दा राम्रो त राहत पाएर अलि बाँच्नु नै राम्रो नि। तब न हामी लकडाउनको पालना उचित ढङ्गले गर्न सक्छौँ। त त्यस कारणले आज हामीलाई धेरै खुसी लागेछ कि हामीले आज बल्ल चामल भनेको के हो, भात भनेको के हो, दाल भनेको के हो, तरकारी भनेको के हो, त्यो 15 दिनपछि बुझ्न पाइरहेछौँ आज। र यो 15 दिन हाम्रो कुन हालले बित्यो कुनै निकायहरूले एकपल्ट पनि सोध्न आएन। र जब चुनाव आउँछ त कुद्छन् घर घर। नगरपालिकाबाट कोही आयो कि आएन? नगरपालिकाबाट एउटा कोही आएको छैन। वडा अध्यक्षहरू, मेयरहरू आउँछन् जान्छन्, तर कुनै त्यसको उपाय छैन। केही सहयोगको नाममा केही साबुन जस्ता छैन बेसिक कुराहरू पनि दिएन? केही पनि दिएका छैन। एउटा मास्क तक त हामीले किन्नु पर्यो। तपाईँलाई मैले देखिरहेको छु करिब 15 वर्ष पहिलादेखि नै 15 वर्षदेखि हालसम्म नै विभिन्न संस्थाको प्रचार गरेर, विभिन्न पसलहरूको प्रचार गरेर चाहिँ प्रत्येक गल्ली गल्लीमा, प्रत्येक राजविराजको प्रत्येक सडकमा तपाईँ हिँड्नुहुन्थ्यो। तर अहिले आएर यस्तो लकडाउनको बेलामा, भोकमरीको अवस्थामा परेको बेलामा तपाईँलाई कसैले पनि ती प्रचार गर्ने प्रचारकहरूले पनि एउटा के भयो तँलाई भनेर सोध्न आउनुभयो कि भएन? आएका छैनन्, अहिलेसम्म आएका छैनन्। यो कस्तो विडम्बना हो कि प्रचार गरायो, हरेक चिज गरियो, कसरी बाँचेको होला भनेर कसैले पनि सोध्न आएन। कोही सोध्न आएन। मरे मरौँ त उनीहरूको त्यो सोचाइरहेछ हामीले जस्तो लाग्छ होइन। तर जे होस्, आज 15 दिनपछि होइन, तातो पानी अब उबालेर यो 3 दिनदेखि खाइरहेको थियौँ होइन। अब आजदेखि अब हामीले भात कस्तो हुन्छ, अब दाल कस्तो हुन्छ, तरकारी कस्तो हुन्छ, जेपी यादवज्यूद्वारा हामीलाई प्राप्त भयो। अब हामी खान पाउँछौँ। चाहे 2 छाक हुन्छ, चाहे 3 या 3 दिनसम्म हुन्छ, तर खान त पाउँछौँ नि। र हामीलाई आशा छ उहाँले फेरि सिद्धिएपछि फेरि कुनै राहत वितरण गरिहाल्नुहुन्छ। र उहाँले गरि पनि रहनु भएको छ। धेरै ठुलो खुसीको कुरा हो। तर अरू निकायबाट कहीँ केही सम्भावना हामीले देखिनौँ। तपाईँ अरू व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ? कसरी सहयोग माग्नुहुन्छ अरू व्यक्ति यो बस्तीको लागि, एउटा गरिब बस्तीको लागि? गरिब बस्तीको लागि हामी के सहयोग माग्ने? उनीहरू आफै सहयोग माग्दै गइरहेछन्, त हामी के सहयोग अपेक्षा राख्ने? तपाईँ नै भन्नुहोस्। कोरोना भाइरसको लकडाउनको त्यो उपयोग गर्नुहोस् प्रशासन भन्छन्, तर प्रशासनले यो कहाँ भन्छ? खाने सामान हामी दिइरहेछौँ, तपाईँ घरमा बस्नुहोस्। त्यो पनि त प्रशासनले उपाय निकाल्नु पऱ्यो नि। जस्तै अहिले भर्खर जेपी यादवज्यू यहाँ युवा हुनुहुन्छ, उहाँले यत्रो ठुलो अब 3 दिन चल्ने पनि चामल दिनुभयो, दाल तरकारी। उहाँले भन्नुभयो कि 3 दिन पहिले उहाँले भन्नुभयो कि मलाई अब गाउँघरमा वितरण गर्नुपर्ने थियो, तर त्यहाँभन्दा बढी जोखिम, त्यहाँभन्दा बढी एकदम दयनीय अवस्था मैले यो बाल मन्दिर छेउको जुन बस्ती छ, गरिब बस्ती छ, त्यहाँ देखेको छु। मैले देख्नै सकिरहेको छैन यो त्यो अवस्थालाई, अनुभवै गर्न सकिरहेको छैन। मेरो मन रहिरहेको छ भनेर उहाँले मलाई फोन मार्फत जानकारी गराउनु भएको थियो र आज वितरण गर्नुभयो। र उहाँलाई कसरी धन्यवाद दिन चाहनुहुन्छ? उहाँलाई धेरै धेरै ठुलो धन्यवाद दिन चाहन्छु कि यतिजना भोको मरिरहेको बेलाको समयमा उहाँले ठुलो यत्रो योगदान दिनुभयो। र हामी सबैलाई उहाँले जो अब 3 दिन पुग्यो चाहे 2 दिन, तर यो 3 दिन हामी तातो पानी खाएर मात्र बस्यौँ, तर अब भात खान पाइन्छ, 3 दिन पनि खान पाइएछ भने धेरै ठुलो कुरा हो। तर यो अरू निकायले सोध्न सकेन। उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।